केही छिनमा आँखे अगाडि टिमुरे र साप्रोबेसी बजार सोत्तर भयो। भन्सार यार्डमा रहेका 500 वटा गाडी र सयौं कन्टेनरहरू कसैको घरसँगै भोटेकोसीको धमिलो बाढीमा बगेर हराए। आज बिहान तिब्बत क्षेत्रमा हिमताल विस्फोट भई आएको प्रलयकारी बाढीले रसुवाको भोटेकोसीदेखि धादिङ नुवाकोट हुँदै चितवनसम्म महाविनाश निम्त्याएको छ। हालसम्म 7 जनाको शव फेला परेको छ भने भन्सारका कर्मचारी र प्रहरी जवानहरू सहित दर्जनौं मानिसहरू अझै बेपत्ता छन्। झन डरलाग्दो कुरा त के छ भने चीनतर्फ अझै 7 मिटर अग्लो प्राकृतिक बाँध थुनिएको र त्यो जुनसुकै बेला फुटेर पुनः भीषण बाढी आउन सक्ने चेतावनी चिनिया पक्षले दिइसकेको छ। आज हामी यो राष्ट्रिय विपत्ति उद्धारको स्थिति र विश्वभरबाट ओरिएको अर्बौंको सहयोग बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं। चीनको केरुङ आसपासबाट सुरु भएको लेन्दे खोला भोटेकोसीको बाढीले सीमावर्ती क्षेत्रमा अभूतपूर्व विनाश पुर्याएको छ। भन्सार विभागका अनुसार टिमुरे स्थित भन्सार यार्डमा राखिएका करिब 500 नयाँ सवारी साधन, 200 भन्दा बढी कन्टेनर र चीनतर्फ जाँदै गरेका अरु 300 कन्टेनर बाढीले बगाएको छ। मानवीय क्षतिको स्थिति झनै दर्दनाक छ। नुवाकोट र धादिङमा गरी 7 जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। रसुवागढी भन्सारका 14 जना कर्मचारी र टिमुरे प्रहरी चौकीका 13 जना प्रहरी जवानहरू अझै सम्पर्कविहीन छन्। क्षेत्रमा रहेका 9 वटा बैंक शाखाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र कर्मचारीहरू बेपत्ता छन्। 11 वटा जलविद्युत आयोजना र 1 सोलर प्रणाली राष्ट्रिय ग्रिडबाट विच्छेद भएका छन् भने धादिङ सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बग्दा यातायात ठप्प भएको छ। त्रिशुली अस्पतालमा 16 जना घाइतेको उपचार भइरहेको छ भने चिकित्सक घाइतेहरूलाई काठमाडौँका ट्रमा र शिक्षण अस्पतालमा हेलिकप्टर मार्फत लिएर आइएको छ। यो महाविपत्ति लगत्तै बसेको राष्ट्रिय विपद परिषदको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्पूर्ण सरकारी संयन्त्र र सेनाका 4 तथा निजी 8 गरी 12 वटा हेलिकप्टर उद्धारमा परिचालन गर्न आदेश दिनुभएको थियो। सरकारले रसुवा र नुवाकोटलाई 1-1 करोड तथा धादिङलाई 50 लाख आपतकालीन राहत पठाउने निर्णय गरेको छ। नेपाल टेलिकमले प्रभावित क्षेत्रमा 2 दिनका लागि निशुल्क भोइस र डाटा उपलब्ध गराएको छ। तर अझै जोखिम टरेको छैन। तिब्बततर्फ फुटेको हिमताल नजिकै अझै 7 मिटर अग्लो पानीको ड्याम अडिएर बसेको छ। त्यो फुटेमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका त्रिशुली तटीय क्षेत्रमा फेरि ठूलो प्रलय आउने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन चिनिया पक्ष र राष्ट्रिय विपद प्राधिकरणले कडा चेतावनी दिएका छन्। यति बेला सिंगो विश्वले नेपालको यो पीडा नियालिरहेको छ। चीन सरकारले नेपाललाई कति सहयोग चाहिन्छ रिपोर्ट पठाउनुस्, हामी अर्बौं अनुदान दिन्छौं भनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालले मागे जति सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। विश्व ब्याङ्कले तत्कालका लागि 25 अर्ब रुपैयाँ सम्मको सहयोग लैजान नेपाललाई आग्रह गरेको छ भने अमेरिका र जापान पनि राहत सामग्री पठाउने तयारीमा छन्। अन्तमा हामी राज्य र सम्पूर्ण राजनीतिक दलहरूलाई एउटा तीखो सुझाव र खबरदारी दिन चाहन्छौं। 2072 सालको भूकम्पका बेला अन्तर्राष्ट्रिय समुदायले दिएको अर्बौंको सहयोग कसरी दलीय स्वार्थ र भ्रष्टाचारमा दुरुपयोग भयो त्यो इतिहास हामीले भुलेका छैनौं। यो प्रकृतिको विनाशलाई अब नयाँ देश बनाउने अवसरमा बदल्नुपर्छ। आजको यो शक्तिशाली सरकार र सबैभन्दा ठूलो दल रासपाले इमिडिएट 30 वर्षे अल्पकालीन र दीर्घकालीन राष्ट्रिय निर्माणको खाका तयार पारोस्। विदेशी सहयोगको 1-1 रुपैयाँ पारदर्शी रूपमा वास्तविक पीडितको पुनर्वास र मजबुत पूर्वाधार निर्माणमा खर्च गरोस्। यो राष्ट्रिय शोकलाई शक्तिमा बदलेर भोलिका पुस्ताले अकालमा मर्नु नपर्ने सुरक्षित नेपाल बनाउन आजैबाट जुटौं। बाढीको जोखिम कायमै रहेकाले नदी किनारका बासिन्दाहरू सुरक्षित रहनुहोला। इमर्जेन्सी सहयोगका लागि प्रहरीको 100 वा 101 मा सम्पर्क गर्नुहोस्। सत्य र निष्पक्ष अपडेटका लागि कृपया च्यानल अफ नेपाल हेर्दै गर्नुहोला। जय देश, जय च्यानल अफ नेपाल।